गुड मर्निङ सबैलाई। आज चाहिँ हामी धेरै दिनपछि चिकन मोमो बनाउन जान लागेको हैन। अनि यो चाहिँ मेरो फर्स्ट भिडियो हुनेछ। धेरै दिनपछि हैन, डेली हो यार। अब हैन त युट्युबमा त धेरै दिनपछि हो नि त हैन। त्यही भएर चाहिँ आज स्पेशली अब मोमो चाहिँ बनाइरहेको छु त्यतिकै। आज चाहिँ बनाएर युट्युबमा नै हाल्नु पर्यो भनेर चाहिँ हामी मोमो बनाउन गइरहेका छौँ। टिकटकतिर पनि हाल्नु होला नि। टिकटक अब सामाजिक सञ्जालतिर हाल्नु भनेर चाहिँ अब हामी आज अब यसरी दैनिक जसो डेली नै अब यसो कन्टेन्ट आउँछ। सबैले यसो लाइक कमेन्ट यसो फलो पनि गर्दैन होला है। लाइक कमेन्ट अब यहाँ जे होस् एकदम फ्रेस बन्छ मोमो चाहिँ। यहाँ किमा चाहिँ एकदमै फ्रेस छ। अनि यहाँ आटा आफै बेलेर अहिले बनाउँदैछ केटोले। जे होस् एकदम स्वादिष्ट बनाउला जस्तो छ। हुन त सधैँ खाइरहेको हो हैन, अब यस्तो स्वादिष्टै हुन्छ। तर आज अझै अलि टेस्टमा अलि फरक छ कि भन्ने बुझिन्छ। र हजुरलाई यदि मोमो खाने मन लाग्यो भने टक्क लोकेसन चाहिँ रहेको छ तुलसीपुर 9 बेलुवा दाजुभाइ चोक हैन। म पसलको नाम चाहिँ वाउ मोमो है। हजुर आउन सक्नुहुन्छ। अनि हामी शीतल फ्रेस हाउसको ठ्याक्कै अपोजिट साइडमा छ। सबैजना आउनु होला ल, सबैले माया गरिदिनु होला। हामीले चाहिँ अब टक्क सानो भिडियो बनाउन गइरहेका छौँ अनि भिडियो मार्फत हामीले हजुरलाई भन्ने दिलले मात्र हो कि बनाउने पनि हो? बनाउनु पनि हो। अब चाहिँ म स्टार्ट गरिहालेँ, लगातार बनाउन चाहिँ म लागिहालेँ हैन। अनि मेरो चाहिँ हल्का मेरो चाहिँ साथमा सपोर्टर चाहिँ मेरो हाम्रो बसन्त सर हुनुहुन्छ। उहाँले चाहिँ सुट गरिरहनु भएको छ। म चाहिँ यसरी बनाउँदै छु मोमो हैन। यदि हजुरहरू पनि सिक्न चाहनुहुन्छ हैन, यदि मोमो खान चाहनुहुन्छ, सिक्न चाहनुहुन्छ भने हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ। हामी चाहिँ अहिले नम्बर पनि राख्छौँ हैन। यसो नास्ता सास्ता खानलाई हामी कहाँ चाहिँ मोमो चाउमिन अनि फ्राइड राइसहरू पनि पाउँछ, आउन सक्नुहुन्छ। लोकेसन चाहिँ अघि मैले भिडियोमा भनेको थिएँ। हामी कहाँ चाहिँ फ्रेस एकदम ताजा चिकन मोमो पाइन्छ रहेछ है। ल रेडी हुँदैछ, छिट्टो खाना आइहाल्नुहोस् है।